मेरो देश नेपाल। जनको मन मनमा नेपाल प्रहरी, नेपाल आमाको सच्चा पहरेदार नेपाल प्रहरी। नेपाली जन जनको मन मनमा नेपाल प्रहरी, नेपाल आमाको सच्चा पहरेदार नेपाल प्रहरी। दिँदै सबैलाई सुत्दैन आफू कहिले, सुत्न दिँदै सबैलाई सुत्दैन आफू कहिले। बाढी पहिरो भूकम्पमा पुगेको हुन्छ पहिले, बाढी पहिरो भूकम्पमा पुगेको हुन्छ पहिले। नेपाली जन जनको मन मनमा नेपाल प्रहरी, नेपाल आमाको सच्चा पहरेदार नेपाल प्रहरी। बदमाशी र अपराधीलाई तह लाउँछ पहिले, बदमाशी र अपराधीलाई तह लाउँछ पहिले। चोट पीडा हटाउँदै अघि बढ्छ जहिले, चोट पीडा हटाउँदै अघि बढ्छ जहिले। नेपाली जन जनको मन मनमा नेपाल प्रहरी, नेपाल आमाको सच्चा पहरेदार नेपाल प्रहरी। धुवाँ सहन्छ ऊ थाके भन्दैन कहिले, धुलो धुवाँ सहन्छ। आवाज जीवनको एउटा अभिन्न अङ्ग हो। यो यस्तो माध्यम हो जसले सम्पूर्ण शिक्षार्थीहरूमा आपसी समन्वय, भातृत्व भावना र प्रशिक्षार्थीहरूले प्राप्त गरेको तालिमको स्तरमाको प्रतिबिम्बित गरी सामूहिक एकता। आवाज प्रदर्शनको क्रममा स्वास्थ्य सेवा प्रमुख अतिथिमा अभिवादन गर्दै
विनोद बर्गामी रहेको बेहोरा उपस्थित सम्पूर्ण अतिथि महानुभावहरू समक्ष पढिरहेको छ।
सत्य सेवा सुरक्षाको मूल मन्त्रबाट निर्देशित प्रहरी जवानहरू कार्यक्षेत्रमा जान कम तयार रहेका छन्। राष्ट्र र नागरिकप्रतिको जिम्मेवारीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि अलिकति मात्र पनि विचलित नभई कुशलता र विवेकपूर्ण ढङ्गले निर्वाह गर्न जागरुक छन्। त्याग र बलिदानको गौरवमय परम्परालाई दीक्षित हुन लागेका यी प्रहरी जवानहरूले निरन्तरता दिनेछन्। नेपाल राष्ट्र, नेपाली नागरिकको अधिकारका रक्षा र राष्ट्रिय सम्पदाको सुरक्षा गर्न आफ्नो प्राणको समेत आहुति दिन प्रतिज्ञा गर्दै प्रशिक्षार्थीहरू शपथ लिइरहेका छन्। सफल हुनुभएको छ। बुवा अमरसिंह गाहा र आमा दुनिसारा गाहाका सुपुत्र मिति 2059 6 महिना 17 गते पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर 4 स्थितमा जन्मिनु भएको हो। उहाँले एसई सम्मको शैक्षिक योग्यता हासिल गर्नुभएको छ। त्यसैगरी चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी जवान शङ्कर नेपाली, उहाँले कुल 75 पूर्णाङ्कमा 72.62 अर्थात् 96.82% अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ। बुबा खोर्से सार्की र आमा सिन्तली सार्कीका सुपुत्र मिति 2056 साल 9 महिना 6 गते गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका वार्ड नम्बर 6 स्थितमा जन्मिनु भएको हो। उहाँले एसई सम्मको शैक्षिक योग्यता हासिल गर्नु भएको छ। शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्रहरी जवान अनिल नेपाली, उहाँले कुल 100 पूर्णाङ्क शक्तिको उत्पादन तथा विकास गर्ने कार्यमा सीमित स्रोत साधन तथा पूर्वाधारका बावजुद पनि यस तालिम केन्द्रले खेलेको भूमिका प्रशंसनीय रहेको छ र यसका लागि यस तालिम केन्द्रका समादेशक प्रशिक्षक
आदर दीक्षित भइजाने परीक्षार्थीहरूबाट कार्यक्षेत्र प्रस्थान गर्नको लागि प्रमुख अतिथिज्यू समक्ष अनुमति लिन परेड कमान्डर परीक्षार्थी प्रहरी जवान हेमराज श्री मनतर्फ आउँदैछन्।
स्वारबाट हुने